फ्रेन्ड्स है, सत श्री अकाल। टाँसी दिले है। आज चाहिँ म यो भिडियो मार्फत तपाईँ समक्ष के लेख्छु भन्दा चाहिँ त्यही हो। मैले जानेको भनेकै अब त्यो अलिकति मार्केट हो है। अब त्यो त मलाई अब त्यो नाच्नु गाउनु अलिअलि आउँछ, नाच्नु त आउँदैन, बाँकी एक्टिङ आउँदैन। त्यही कारण अब यसो यो पनि एउटा इम्पोर्टेन्ट नै कुरो हो भनेर चाहिँ यो भिडियो बनाइरहेको छु है। राम्रो लागेमा लाइकहरू गरिदिनु होला। र आज चाहिँ म तपाईँहरूलाई इन्डियन मार्केटको इन्डियन त होइन, मतलब कमोडिटिजमा चाहिँ अब इन्डियन मार्केट तपाईँको बिहान 9 बजीदेखि लिएर बेलुका 3 बजीसम्ममा 3:30 सम्ममा बन्द भइसक्छ है। र कतिजना अफिस जानेहरू पनि हुन्छ, के हुन्छ, उनीहरूले अब त्यसमा ट्रेडिङहरू गर्नु भ्याउँदैन भने चाहिँ त्यसको लागि चाहिँ राम्रो चाहिँ तपाईँको अप्सन चाहिँ के छ भने चाहिँ कमोडिटी मार्केटमा पनि तपाईँले ट्रेड गर्नु सक्नुहुन्छ। त्यो सबै प्लेटफर्मले आजकल दिएको छ। धन भयो, ग्रो भयो, सबले दिएको छ। त्यसबाट तपाईँ ट्रेडिङ गर्नु सक्नुहुन्छ है। त्यसको लागि चाहिँ अब मोबाइलबाट चाहिँ कसरी गर्ने र के हो त्यसको पोर्टफोलियो चाहिँ के हो भन्ने कुरो विषयमा चाहिँ विषयवस्तु लिएर चाहिँ योमा आएको हो है। र अब हाम्रोमा त्यति साह्रो अब ट्रेडिङको बारेमा त्यति अवेरनेस छैन। हाम्रो इकोनोमी 4 ट्रिलियन क्रस हुन आँटेको छ है। र इन्डियाको इकोनोमी जो छ त्यसलाई त्यसको भ्यालुएसन चाहिँ यही मार्केटबाट नै लिन्छ, मार्केटको भ्यालुएसनको बेसिसमा नै लिन्छ है। प्लस अब मार्केटको भ्यालुएसन हुनु भनेको नै अब बुझिहाल्नुभयो होला है, कति ठुलो समुद्र हो, यो समुद्र हो है। अब यसमा चाहिँ तपाईँको यसमा पनि तपाईँको एउटा हुन्छ लङ टर्म इन्भेस्टमेन्ट है। कुनै स्टकहरू कि तपाईँले किन्नुहुन्छ, त्यसलाई लामो समय राखेर फेरि बादमा बेच्नुहुन्छ है। कति त्यसमा तपाईँको अरू हुन्छ, तपाईँको म्युचुअल फन्ड हुन्छ है। म्युचुअल फन्डबाट पनि तपाईँले अब त्यो चाहिँ उसले अब ठुल्ठुलो फन्ड म्यानेजरहरूले तपाईँको पैसाबाट उठाएर त्यो स्टकै किन्ने काम गर्छ। तर तपाईँलाई चाहिँ म्युचुअल फन्ड भनेर चाहिँ तपाईँलाई त्यसको जो पनि नाफा हुन्छ त्यो तपाईँलाई दिने गर्छ। नोक्सान भने नोक्सान, प्रफिट भने प्रफिट दिने गरेको हुन्छ है। र पनि प्रफिटमै हुन्छ उनीहरूको त अब नलेज राम्रो हुन्छ है। र अब त्यो डिपली नजाउँ है। र त्यसमा कमोडिटीमा चाहिँ अब तपाईँले ट्रेडिङ कसरी गर्ने भनेर चाहिँ अलिकति ट्रेडिङको बारेमा चाहिँ बताइदिन्छु तपाईँलाई है। ट्रेडिङ भनेको चाहिँ एउटा जस्ट लाइक दोकान है। जस्तो बिहान तपाईँ गएर दोकान खोल्नुहुन्छ, फेरि बेलुका बन्द गर्नुहुन्छ है। र त्यो दिन तपाईँको ग्राहक आयो भने तपाईँको नाफा हुन्छ है। आई मिन नाफा हुन्छ या तपाईँको त्यो दिनको हाजिरा बस्छ है। त्यस्तै अब ट्रेडिङमा मार्केटमा पनि त्यस्तै हो। तर यसमा चाहिँ अब रिस्क ज्यादा हुन्छ है। तपाईँको नाफा त हुनु अब त्यो तपाईँको स्किलमा डिपेन्ड गर्छ है। तर नोक्सान चाहिँ अब तपाईँले अब त्यसमा त्यसलाई नोक्सानलाई चाहिँ अब तपाईँले ऱ्यान्डमली जुवा जस्तो खेल्नुभयो भने चाहिँ अब त्यो स्वा पनि हुनसक्छ है। त्यो चाहिँ अब यो चाहिँ अब हुन त जुवा चाहिँ होइन, तर अब एउटा बिजनेस हो। स्टक मार्केट पनि बिजनेस हो है। र तपाईँ अब खेल्नु चाहिँ तपाईँले जान्नु पऱ्यो, त्यसमा नलेज गर्नु, मेन्टर लिएर गरेको चाहिँ राम्रो हो। त्यतिकै तपाईँले अब युट्युबमा हेरेर त्यति गरेको चाहिँ राम्रो होइन। र अब ज्यादा कुरा नगर्दै कमोडिटीको बारेमा अलिकति बताउँदैछु तपाईँलाई। त्यो कमोडिटी मार्केट चाहिँ तपाईँ अब अफिसतिर जानुहुन्छ भने चाहिँ छुट्टी भएर बेलुका 6 बजी उता पनि तपाईँले गर्नु सक्नुहुन्छ। यो चाहिँ तपाईँको बिहान 9 बजीदेखि